चस्मा कसो गाइज हामीले यहीँ किनेको नेपाली 25,000 को चस्मा हैन। नेपाली 25,000 देखि सुरु हो। 50,000 1 लाखसम्मको चस्मा 1 लाख 1.5 लाख 2 लाखसम्मको चस्मा पाइन्छ गाइज। हुन्छ यो चस्मा चाहिँ एकदम ब्रान्डेड हुन्छ हैन। यता पनि छ खतरा खतरा चस्मा हो। उता भएको जस्तो चस्मा किनेको भने चाहिँ 25,000 मा नेपाली 25,000 मा त्यो चस्मा बिग्रेर बनाउन आएकै गाइस हुँदैछ। पावर चेक गरेर मात्रै चस्मा किन्छ कि आँखा चेक हुँदैछ। पावर कम भइसक्यो क्या। हेलो गाइज, कोरियामा चाहिँ आज झरी परेको छ हैन। झरी परेको छ। झरी परे पनि छाता ओढेर यो भिडियो बनाउने चक्करमा बाहिर निस्किन छोडिया छैन। यो अब हप्तैपछि भिडियो हाल्छु त भन्ने हो। भिडियो बनाउनु पनि गाह्रो छ नि। कोरियाको काम व्यस्तता यस्तै। हप्तामा 1 दिन छुट्टी हुन्छ। त्यही पनि यस्तो झरी पर्छ हैन। गाह्रो छ नि गाइज। भए पनि भिडियो बनाउन चाहिँ छोडिन्न भनेर झरी पर्दा पनि छाता ओढेर निस्किएको छु है गाइज। आज तपाईहरुलाई म अर्को भिडियो कोरियाको झरी परेको भिडियो देखाउँदैछु। हेरेर साथ सपोर्ट गरिदिनु होला गाइज। भिडियो बनाउने चक्करमा यसरी झरीमा छाता ओढेर कोही बाहिर निस्किएला त? कोही निस्किन्छ बाहिर? म निस्किने पनि हप्ताको 1 दिन छुट्टीमा रुममा बस्न हुँदैन भनेर छाता ओढेर भए पनि बाहिर निस्किने म जस्तै रुममा थत्केर बस्न हुँदैन भनेर छाता ओढेर भए पनि झरीमा बाहिर निस्किने को हुनुहुन्छ है गाइज? हजुर भाइ झरी परेछ आज। झरीमा पनि भिडियो बनाउनको लागि भए पनि बाहिर निस्कियो। एक्लै भए पनि रुममा कति बस्नु बोरिङ हुन्छ भनेर हैन। यो पछाडि देखेको अग्लो अग्लो बिल्डिङ चाहिँ कोरियाको बिल्डिङ हो। यही बिल्डिङको अगाडि बसेर खिचेको फोटोहरू तपाईहरुले देख्नुहुन्छ बेला बेला। वाउ गर्नुहुन्छ हैन। यो कोरियाको वास्तविक पीडा भनेको फेरि कस्तो हुन्छ भन्ने कुरा यहाँ भोग्नेलाई मात्र थाहा हुन्छ। मान्छेले यो ठुल्ठुलो अग्लो अग्लो गगनचुम्बी भवनको अग्लो भवनको अगाडि बसेर खिचेको फोटो हालेर मात्रै वाउ कोरिया भन्ने हैन नि त। कोरिया वास्तवमै कस्तो छ भन्नको लागि कोरियामा आफै आएपछि बल्ल थाहा हुन्छ, भोगिन्छ। ल बाटो खुल्यो, म चाहिँ बाटो क्रस गर्दैछु है गाइज। ओ ओ ओ रातो बत्ती बल्ल दौड्यो 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 दौड्यो। यस्तै हो गाइज। हप्तामा 1 दिन छुट्टी हुन्छ हैन। रुममा थन्केर कति बस्नु। हप्ताभरि काम गर्दा गर्दा तनाव हुन्छ। त्यही भएर सन्डे 1 दिन छुट्टीमा चाहिँ यसो बाहिर निस्किनुपर्छ भिडियो बनाउनको लागि भए पनि भनेर यसो निस्कियो। आजभोलि भिडियो बनाउने चक्करमा लागेर यसो बाहिर निस्किनु मन लाग्नु भएको छ। तपाईहरुको साथ सपोर्ट र मायाले गर्दा भिडियो बनाउने जाँगर चल्ने हो। तपाईहरुले साथ दिनुहुन्छ, भिडियो हेरेर मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहुन्छ, लाइक सेयर गरिदिनुहुन्छ भन्ने आशामा छु गाइज। तपाईहरुकै मायाले गर्दाखेरि आजभोलि भिडियो बनाउने युट्युबमा हाल्ने जो जाँगर चलिरहेछ। त्यही भएर गाइज यतिकै साथ सपोर्ट गरिदिनु होला। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। कोरिया बसे जति गाह्रो भए पनि अब खुसी हुने रमाउने कोसिस गर्नुपर्छ।